Guys, welcome to my YouTube channel. हामी चाहिँ गङ्गाटा मार्नको लागि सरहरू ठ्याक्कै जाँदैछौँ है। हामी जाँदैछौँ है। बाटो एकदमै अप्ठ्यारो छ। बाटो एकदमै अप्ठ्यारो छ, भिरालो। बाटो जाँदैछौँ हामी गङ्गाटा। आज गङ्गाटा छोप्ने प्लान छ। यहाँ छ त हामी गङ्गाटा छोप्ने प्लानमा निस्किसकेका छौँ है। हामीले माछा रफ नबोल है, यहाँ भडक माछा फेरि सरी त्यो कटाउँ। अब हालिदिन्छ अहिले तिम्रो युट्युब च्यानल आउँछ। हेलो गाइज, युट्युब च्यानललाई सेयर सब्सक्राइब लाइक कमेन्ट सबै गरिदिनु होला है। त्यसको लागि तपाईँलाई हृदयदेखि नै गर्न चाहन्छु। हामी गङ्गाटा खोज्ने कार्यक्रम भइरहेछ है। हामीले यति अब एक पाउ चाहिँ हामीले निभाइसक्यौँ। हो त्यहाँ जित्दै यो पलमा यहाँदेखि त्यहाँ पल छ क्या, त्यहाँ हो कि तल्लोमा हो? यहाँनिर त्यहाँ पल छ क्या, भ्लगमा चाहिँ पाँचै बोल्छ यार सर। हेलो गाइज, तिमी कुरो आफ्नो काम गर न। सुरु गरेको छु मैले अघिदेखि। हेलो गाइज, के छ खबर? जहिले पनि हेलो गाइज मात्र भनेर हुन्छ हुन्न के, तिमी खुरखुरु आफ्नो गर न। काम गर्ने हो कि यो त नगर त त्यहाँ पल्छ यार। त्यतैबाट हाल्ने, यताबाट हुनु, माथिबाट हो, माथिबाट यहाँ उसरको टाउकोमा हानौ लाग्यो तिमी। डोजर चलाउने मान्छेले खन्न जान्दैन। चटनीबाट के गरे दाइ? छ मगन लागौ। भेट्ने माछा गल यति हान्नु पर्यो। त्यहाँ हान, त्यहाँ जाऊ। अर्को हातै उखाल्दै यसले कुदिरहेको छ यसलाई छोड्नै डर लागेको सर मलाई त। छैन क्या त्यसको भात दिमी एउटा। ल स्टार्ट भइसक्यो। हाम्रो पदम भाइले तिजो टिप्दैछ। यहाँ गङ्गाटा खोजी गरी जारी छ। यहाँ झर न झरेको भिडियो सबै हालिदिनु पर्ने। ठुलो हुन्न क्या यसको बुट्टा हुन्छ नि सर। कहाँ हाम्रोतिर कत्रो हुन्थ्यो।
यत्रो त त्यसको उसै हुन्थ्यो हाम्रो एउटा रुख थियो त्यसरी मिठो फल नि चढ्न कोही नसक्ने यस्तो यस्तो नपुग्ने के कतै गर्ने त्यसरी ठुलो हुन्छ हाम्रो चाहिँ हुँदैन हाम्रो चाहिँ सानो हुन्छ पात अझै अलि ठुलो हुन्छ हाम्रोतिर भनेको पिच्चुभन्दा ठुलो हुन्छ दाना लबेदै जस्तो हुन्छ हाम्रोतिर ल अब छोरा कहाँ कुटौँ फाल त्यही चप्पल नि र मेरो चप्पलै कहाँ छ नि चप्पल खै तल रहेछ नि। दुरो आशिष गुरु तपाईँ त त्यसलाई मरेसम्म छोड्नुहुन्न त कुनै मान्छे पछि लाग्यो भने पनि त्यही हाल्नु होला र हामीले यो एकदम सफा पनि गरिसकेका छौँ अब अब पकाउने तयारी हुँदैछ अब हाम्रो बच्चा सानोको तल त टोइलेट भन्ने त्यस्तै खाल्दैन अब हामीले यो बोइलको लागि केमा हाल्यौँ पानीमा यो कराईमा पानीमा हालिसकेका छौँ फाइनली हाम्रो यो रेडी भइसकेको छ आजको आर्टिस्ट भनेर देखाउनु पऱ्यो आज मेहनतको उहाँ सरले चाहिँ एकदम पकाउनु भएको आज फाइनली यसरी बनिसक्यो गाइज र बनाउने उता हाम्रो जसले नमिठो छ भन्छ त्यसले